कान्छी आइसक्यो कामबाट अँध्यार हेरेर अँध्यार अँध्यार खै यता हेरौँ अनुहार केटीको अनुहार त कडा छ। हामी चाहिँ कामबाट आइसक्यौँ गाइस। म चाहिँ कुरेर बसेको थिएँ अनि कुरेर बसेको थिएँ केटीलाई। केटी आइसक्यो सँगै हो फर्किने कामबाट। म चाहिँ कामबाट फर्केको केटीलाई कुरेर बसेको केटी नि कामबाट आयो। यस्तै छ गाइस हामी चाहिँ कामबाट फर्किरहेछौँ। रमाइलो छैन काम हाने बस्यो माता अलि अनि कस्तो लाग्यो जापान? घुम्न गएकै छैन। अब जाने हो नि त घुम्नु त अनि केटी अब 1-2 महिना काम हान्छ काम बाध्य। गर्मीमा यसो समुद्र जाने भनेको खै कहिले हो थाहा छैन। अब हेरौँ फुर्सद भएछ भने गइन्छ गाइस। यो चाहिँ बस हो तर हामी यहाँ चढ्दैनौँ। है केटी अरू के छ के खाने हो त? ऊ त्यहाँ छ हाम्रो कम्बिनी डेली खानेवाला। आज के खानुपर्छ? केही त खाउँ। ए यस्तै हो गाइस। राति फर्किन्छ बिहान गइन्छ काममा। साँझ राति फर्किन्छ। भोलि 9 बजे कहाँ उता 9 बजेदेखि कति बजीसम्म? 4 बजीसम्म। ओके छ त फुल फुलायो गाइस। अनि यो चाहिँ कम्बिनी हो। यो अगाडिको हामी जाँदैछौँ। यस्तै हो चलिरहेछ लाइफ। औषधि ल्याएन अहिले जाने यसै कम्बिनी आयो गाइस। अब हामी यसो खाजासाजा किन्छौँ त्यसपछि हामी घर जान्छौँ गाइस। खाना खा भोक लागिसक्यो गाइस। कामबाट आएको यस्तो भोक लाग्यो। कम्बिनीबाट खाइयो पानी किनेर हामी अब जाँदैछौँ घर। अब हाम्रो ब्लग आउँछ यस्तै न डेली ब्लग होइन भाइ? खै होइन नि खै यही हो भन्न। पराठी अर्को कम्बिनी छिरेर केही अर्को खाने हो? के हो भोक लाग्यो? मेरो चिज छ त चिप्स कहिले पाइन्छ त्यो? त्यो छैन होला। त्यो कहिलेसम्म छ क्या? हाचिगाजुको कहिलेसम्म थियो सक्यो होला त्यसो? छैन हाचिगाजुको 23 हो होइन 7 को 23बाट हो। 7 को 23बाट हो। हाचिगाजुका 5 त भयो त अनि 4 भयो। 7 को 23बाट एक हप्ता मात्रै जति जति हुन्छ क्या। त्यस्तै छ। अरू के छ? ठिक छ। यस्तै छ गाइस। म गाडी किन्छु। गाडी यस्तै गाडी किन्नुपर्छ। यस्ता त को किन्छ हो? लास भोक लाग्यो फेरि के खाने हो? हुन त वाटरमेलन गएर खानुपर्छ घरमा। खाना पकाउनु पर्यो गएर। खाना के पकाउने? केही छैन यार। दाल भात तरकारी। तरकारी छ? तरकारी भयो त भइहाल्छ। हामी यस्तै हो राति लभ हिँडेर जान्छौँ घरसम्म। गाह्रो छ गाइस गाह्रो छ जापानमा गाह्रो छ। 2 दिनको त दिल्लीमा जानु पर्दछ। खाने पानी मुलाबाट अब भोलिलाई छ होला। भोलि जानुपर्छ होला यार साँझ। भोलि साँझ म आएर जान्छु। भोलि साँझ कति बजी जान्छ? म त 5:30 रुम पुगिहाल्छु। अच्छा म त भोलि यतिखेरसम्म हुन्छ होला। आज त्यो एकजना आएन र त्यसको काम लास्टसम्म गरेर आएको हो। गाह्रो छ काम गर्दै जापानमा। यस्तै गल्ली हिँड्ने टक्क घर जाने खाने पनि भोलि बिहान फेरि हिँड्ने जाने।